नमस्कार आदाङ सेवारो लासो फापुल्ला टासी दिले छेजल्लो जोरले प्रणाम राधे राधे सलाम अलैकुम जय मसीह भुइँसुरी नमस्कार यहाँहरूलाई म हार्दिक अभिवादन गरिरहेको छु। आज हजुरहरूले देखिराख्नु भएको छ यो पछाडि चाहिँ अत्यन्तै हरियो दृश्य छ हैन, ग्रीन सीन अत्यन्तै सुन्दर छ। कहिलेकाहीँ हामी वनजङ्गल खोला नाला हैन झरना पहाडतिर पनि रमाउनुपर्छ, पाखा पोखरातिर पनि रमाउनुपर्छ। खाली सहर बजार अनि खेर घर अनि कोलाहल त्योभन्दा अलिकति बाहिर निस्क्यौँ हामी भने त्यहाँ चाहिँ छुट्टै किसिमको संसार हुन्छ, रमाइलो हुन्छ, आनन्द हुन्छ। पहिला ऋषिमुनिहरू कहिल्यै पनि त्यो घरतिर बसेर अनि सहर बजारतिर बसेर तपस्याहरू गरेनन् कि। उनीहरू कहाँ तपस्या गरे त भन्दा जलाशयहरू भएको ठाउँमा हैन, नदी किनारमा अथवा चाहिँ वन जङ्गलहरूमा, अग्ला पहाडहरूमा, हिमालका फेदीहरूमा हिमालतिर तपस्या गरे र त उनीहरू धेरै ज्ञानी हुन सके। हामीले पनि यो प्रकृतिबाट धेरै कुराहरू सिक्न सक्छौँ। आज अलिकति सधैँभन्दा अलिक फरक ठाउँ, सधैँ जसो चाहिँ अब विभिन्न कार्यक्रमहरू भएका हैन, भिडभाडतिरका म भिडियोहरू पोस्ट गर्थेँ भने आज चाहिँ यो जङ्गलको एकान्तमा गएर हैन केही रमाइलो गरौँ अनि त्यहाँ चाहिँ रमाउँ हाँसौँ भन्ने हिसाबले म कन्काई नगरपालिका वडा नम्बर 2 तिर छु यति बेला। जगन पाण्डेको दरबारको भग्नावशेष भएको ठाउँमा जानका लागि निस्किएको खास चाहिँ हजुरहरूलाई थाहै छ, त्यो चाहिँ ऐतिहासिक ठाउँ हो, ऐतिहासिक स्थल हो। जगन पाण्डे भनेपछि अब धेरैजनाले उहाँको बारेमा केही न केही पक्कै पनि बुझ्नुभयो होला र जानकारी हजुरहरूलाई नभए पनि एकजना ऐतिहासिक पात्रको नाम हो जगन पाण्डे। उहाँको दरबारको भग्नावशेष भएको ठाउँ कन्काई नगरपालिकाको वडा नम्बर 2 मा रहेको छ। यो चाहिँ माथि झन्डी डाँडा हजुरहरू धेरैले थाहा पाउनु भयो होला जो जहाँतिर हुनुहुन्छ र इलामका पनि अब धेरै ठाउँमा झन्डी डाँडा भनेपछि चाहिँ यो थाहा छ यहाँहरूलाई, माई नगरपालिका पर्छ र त्यहाँ जाँदाखेरि बाटोमा पर्ने ठाउँ हो। यति बेला हामी त्यहाँ जानको लागि चाहिँ 2-4 जना साथीहरूसँग सल्लाह भएको छ, तर अहिले म हाम्रो गन्तव्यतिर जानको लागि म फेदीमा, त्यो चाहिँ पहाडको फेदीमा पुगिसकेँ। एकजना मित्र आइसक्नु भएको छ, उहाँलाई देखेरै हजुरहरूले चिन्नुभयो होला, धेरैले गेस गर्नुभयो होला, ओहो उहाँ पनि हुनुहुँदो रहेछ नि भन्ने लाग्यो होला मनमा। नाम भनिदिनुहोस् न। ओम कँडेल भनेपछि उहाँ चाहिँ अत्यन्तै राम्रो बाँसुरी बजाउनुहुन्छ। हजुरहरूले मैले यति कुरा नभने पनि हजुरहरूलाई यो कुरा धेरैलाई थाहा भएको हुनसक्छ। हामी अहिले उकालो बाटो जाँदैछौँ, बाटो पनि एकपटक देखाइदिन्छु। यो उकालो बाटो हैन ट्रेकिङको लागि चाहिँ अत्यन्तै सुन्दर रहेको छ, हिँड्नु स्वास्थ्यको लागि एकदमै राम्रो कुरा हो। त्यही भएर हामी यो बाटो उकालो लागिरहेका छौँ र हामी माथि जान्छौँ। आज त्यहाँबाट चाहिँ रमिता हेर्छौँ, अल्को त्यो उचाइबाट तलका सुन्दर ठाउँहरू हेर्छौँ, अवलोकन गर्छौँ। अनि त्यहाँ हामी नाच्न गाउन बजाउन पनि सक्छौँ। अब साङ्गीतिक माहौल सिर्जना हुन सक्छ आज त्यहाँ, किनभने त्यो त यस्तो त्यहाँ त अभ्यास गर्न साधना गर्ने ठाउँ नै हो, एकान्त ठाउँ। बाटो पनि बनाइदिएको छ, सजिलो पो छ त जान, साधना गर्ने ठाउँ हो। जङ्गलतिर हिँड्दा बेग्लै आनन्द आउने है ओम सर। सहरको कोलाहलबाट एकदम बाहिर बस्दा चाहिँ आज सुमधुर बाँसुरीका स्वरहरू सुन्नुहुनेछ यो मेरो आइडीबाट अथवा मेरो च्यानलबाट। हजुरहरूलाई हामी दृश्यहरू देखाइरहनेछौँ। हामी हिँड्दैछौँ, चराचुरुङ्गीको आवाज छ, चराचुरुङ्गीहरू कराइरहेका छन् जङ्गल, अनि चराचुरुङ्गीहरू कराउँदै गरेको बहुतै आनन्द आउने क्षण रहेको छ। यो उकालो बाटो साहित्य सङ्गीत प्रेमी
व्यक्तिहरू अनि सुन्दर हरियाली जहाँ एउटा चरा काफल पाक्यो भनेर कराइरहेको छ। अरू चराहरू आफ्नै भाषामा विभिन्न कुराहरू बोलिरहेका छन्। हामी त्यता जाँदैछौँ त्यो सुन्दर स्थलमा। यहाँ फलैँचामा एकछिन बस्छौँ, बाँकी चाहिँ हजुरहरूलाई फेरि अर्को भिडियोमा देखाउँछु। हामीलाई हेर्दै रहनु होला, सुन्दै रहनु होला। हवस् त, धन्यवाद। नमस्कार यहाँहरूलाई, म डिलिराम परदेशीको। यति बेला हामी जङ्गलको बाटो उकालो लाग्दैछौँ। जरगन पाण्डेको दरबार जहाँ थियो त्यहाँ भग्नावशेष रहेको छ। त्यहाँतिर यो कन्काई नगरपालिका वडा नम्बर 2 पर्छ। हजुरहरूलाई देखाइरहेको छु। हामी 5-7 जना छौँ। यति बेला हाम्रो टिममा हामी 7 जना छौँ। 7 जना भन्नाले ठ्याक्कै एक हप्ता। र हेर्दाखेरि हजुरहरूलाई पनि आनन्द आइराखेको होला। आनन्द आउनको लागि या त आफू कुनै ठाउँमा पुग्न पर्छ, या त कोही पुगेर बनाएका यस्तै सुन्दर भिडियोहरू हेर्नुपर्छ, सुन्नुपर्छ। र देखिराख्नु भएको छ हाम्रो टिममा हामी 7 जना रहेका छौँ। मादल छ, बाँसुरी छ हामीसँग। हामी रमाइलो गर्न के लागि भनेर उकालो चढिरहेका छौँ। यति बेला बाटो उकालो भए पनि बडो आनन्द आइरहेको छ। यो प्रभातकालीन समय अनि सुन्दर जङ्गलको दृश्य, साथमा सङ्गीत प्रेमी, साहित्य प्रेमी कलाकारहरू, बेग्लै आनन्द हुन्छ नि। बाटो हेर्नु त, बाटो हेर्दै हिँडौँ लाग्ने छैन त। हजुरहरूलाई देखाइरहेको छु, भिडियो हेरेर साथ दिनु होला, अन्तिमसम्म हेरिदिनु होला। लाइक कमेन्ट पनि गरिदिनु होला, सेयर गरिदिनु होला। हामी यसरी यात्रा गरेका भिडियोहरू हजुरहरूलाई देखाउँदै जानेछौँ। हामीले गाएका गीतहरू, बजाएका मादल बाँसुरीका धुनहरू पनि सुनाउँदै जानेछौँ। र यहाँहरूले हामीलाई धेरै माया गरिराख्नु भएको छ। भिडियो हेर्दै रहनु होला। हाम्रो यस टिममा, यस ग्रुपमा हामी को छौँ भन्ने कुरा हजुरहरूलाई जानकारी गराउँछु। म डिलिराम परदेशी र मसँग हुनुहुन्छ म विष्णु भट्टराई, हाम्रो यो कन्काई लोक कला सांस्कृतिक संस्थाको सदस्य। म अब सामान्य गायक भनौँ, भजन गीतहरू गाउने गर्छु कन्काई नगरपालिका 2। धन्यवाद छ। हजुर, म चाहिँ विनोद खरेल, यस कन्काई लोक कला सांस्कृतिक संस्थाको म चाहिँ सचिव हुँ होइन। अब घर चाहिँ मेरो कन्पा 2 हो, कन्काई नगरपालिका 2। हजुर। नमस्कार, म ओम कणेल। म चाहिँ यो कन्काई लोक सांस्कृतिक कलाको चाहिँ म चाहिँ बाँसुरी वादक सदस्य पनि हो। सदस्य हुनुहुन्छ र बाँसुरी वादक हुनुहुन्छ। नमस्कार, म चाहिँ यो कन्काई नगरपालिका 2 को लोक गायक। अहिले चाहिँ अब कार्यक्रमका लागि हामी आइरहेछौँ। म चाहिँ दिल्ली शिवाकोटी। धन्यवाद छ। र यहाँहरूलाई म चिन्जान गरेँ। नमस्कार, म चाहिँ रमेश पोखरियाल, लोक कला सांस्कृतिक वार्ड नम्बर 2 को चाहिँ हामीहरू चाहिँ म चाहिँ अध्यक्ष हुनुहुन्छ। अहिले हामीले सानो कार्यक्रम राखेको छ र त्यसैको लागि चाहिँ हामीहरू जानेछौँ। मेरो नाम चाहिँ रमेश प्रसाद रिजाल। रमेश प्रसाद रिजाल र त्यसै गरी म्याडम हुनुहुन्छ। नमस्कार, मेरो नाम टिका रिजाल हो। यो कन्काई लोक कला सांस्कृतिकको चाहिँ अध्यक्षको श्रीमती भन्नु पर्यो। हजुर, र उहाँ पनि हाम्रो लोक कला संस्कृति परिवार को मान्छे हुनुहुन्छ। हामी अगाडि बढिरहेका छौँ। यहाँहरूले देखिराख्नु भएको छ, साथीहरू अगाडि बढ्दै हुनुहुन्छ। म पनि अगाडि बढिरहेको छु यति बेला। यति बेला हामी क्रमशः अगाडि बढिरहेका छौँ र यहाँ हजुरहरूले देख्दै हुनुहुन्छ ब्याकग्राउन्डमा सिँढी छ, अत्यन्तै अल्को पनि, र यो चाहिँ एकदमै उकालो छ। जोसुकैलाई चाहिँ चढ्न गाह्रो हुनसक्छ,
तर हामी जस्ता कलाका पारखीहरू अनि अलिकति प्रकृतिसँग रमाउने मान्छेहरू र उकालो चढ्न पनि वास्ता नगर्नेहरूको लागि भने यो चाहिँ त्यस्तो गाह्रो छैन। हजुरहरूलाई मैले यो पनि दृश्य अवलोकन गराएँ। हामी क्रमशः यहाँ माथि माथि चढिरहेका छौँ सिँढीबाट। हजुरहरूलाई मैले यो दृश्य देखाइरहेको छु। तल साथीहरू चढ्दै हुनुहुन्छ, चढ्ने क्रममा हुनुहुन्छ। उकालो हिँड्दा पनि आनन्द आउँछ, भलै पसिना आउला, जिउ गल्ला, तर त्यस्तो गली र दिगदारीपन अनि त्यो थकानको महसुस भने हुँदैन। यहाँहरूलाई म देखाइरहेको छु हामी कसरी अगाडि बढिरहेका छौँ भन्ने कुरा। यो ठाउँबाट हामी अगाडि बढिरहेका छौँ। यहाँहरूलाई यो दृश्य देखाइरहेको छु म यति बेला।